जीवन बिमा किन जरुरी छ र किन गर्नुपर्छ भन्ने कुरा अहिलेसम्म पनि हाम्रो समाजमा त्यति स्पष्टता छैन। मानिलौँ तपाईँको घरमा एउटा नयाँ सदस्यको आगमन भयो भने, यानि कि तपाईँको छोरा छोरी जन्मिनु भयो भने पनि त्यो छोरा र छोरीको लागि जीवन बिमा गराइदिनुहोस् न भनेर अहिलेसम्म पनि तपाईँले अफिसमा गएर प्रस्ताव गरेको हुँदैन, वा तपाईँको वरिपरि रहेका अभिकर्तासँग पनि तपाईँले प्रस्ताव राख्न सक्दैन। र कहीँ कतै अभिकर्ताहरूले तपाईँहरूलाई प्रस्ताव राख्यो भने पनि तपाईँहरूले त्यति सजिलोसँग स्वीकार्दैन। हो, यो कुरा म बुझ्छु, किनकि जीवन बिमा आजको आवश्यकता होइन, जीवन बिमा भोलिको आवश्यकता हो, भविष्यको आवश्यकता हो। मानिलौँ तपाईँ पानी पर्नुभन्दा पहिला नै छाताको रेडी गरेर राख्नुभयो भने त तपाईँ पानीबाट जोगिन सकिन्छ नि त। त्यसरी नै जीवन बिमा पनि आज किनेर राख्नुभयो भने भोलि तपाईँलाई